मानव सभ्यताको असाध्यै रोचक कुरा एउटा के छ भने मान्छेले आविष्कार गर्छ। हामी देख्न सक्छौँ अनेकौँ चिजहरूको आविष्कार भएको छ र त्यो आविष्कारले मान्छेलाई सभ्यतालाई अगाडि लाँदै यहाँसम्म ल्याएको छ। त्यो अनेकौँ आविष्कारहरूमध्ये एउटा आविष्कार चाहिँ भाषाको, अक्षरको, शब्दहरूको, वाक्यको र किताबको आविष्कार हो। त्यसरी मलाई कस्तो लाग्छ भने मान्छेले गरेका अनेकौँ आविष्कारहरूमध्ये अक्षरको र किताबको आविष्कार चाहिँ ज्यादै सुन्दर आविष्कार हो। किन सुन्दर आविष्कार हो भने एउटा त अक्षर आफैमा सुन्दर कुरा हो। दोस्रो कुरा अक्षरमा उभिएर मान्छेले आफ्नो कथा, आफ्नो सभ्यता, आफ्नो इतिहास, आफ्नो सपना र आफ्नो भविष्यको कल्पना लेख्छ। त्यसैले गर्दाखेरि अक्षर, किताब र मान्छेको सम्बन्ध चाहिँ असाध्यै सुन्दर सम्बन्ध हो भन्ने मलाई लाग्छ। हामी विचार गरौँ त यदि अक्षर थिएनन् भने, भाषा थिएन भने, किताबहरू थिएनन् भने कति खल्लो हुन्थ्यो होला मान्छेको सभ्यता। त्यसैले गर्दा अक्षर, भाषा र किताबहरू मानव सभ्यताका अनमोल सिर्जनाहरू। जब अक्षरहरू देख्छु मलाई लाग्छ यो यहाँ वरिपरि, हाम्रो वरिपरि अक्षरहरू नाच्दैछन् जस्तो लाग्छ। नाच्दै अक्षरहरू चाहिँ एउटा लयमा आउँछन् र शब्द बन्छ। फेरि शब्दहरू नाच्दै जान्छन् र एउटा लयमा वाक्यहरू बन्छन् र त्यसपछि हाम्रा कथाहरू लेखिन्छन्, हाम्रो इतिहास लेखिन्छ, हाम्रो विचार लेखिन्छ। त्यसैले गर्दाखेरि यो रोमाञ्चकता, अक्षरहरूको, शब्दहरूको र किताबको रोमाञ्चकता बुझ्नको लागि र मान्छे हिजो हामी कहाँबाट यहाँसम्म आइपुग्यौँ र अबको हाम्रो सुदूर यात्रा कता जाला भन्ने कुराको आकलन गर्नको लागि किताब महत्त्वपूर्ण छन्, विचारहरू महत्त्वपूर्ण छन् र यो कुरा थाहा पाउनको लागि किताब पढ्नुपर्छ भन्ने मलाई लाग्छ। किताबमा के पढ्ने भन्ने जब प्रश्न आउँछ, किताब पढ्नु त पर्छ, तर के पढ्ने? कहिलेकाहीँ मलाई लाग्छ संसारमा सायदै लाखौँ किताबहरू होला। लाखौँ किताबहरू एउटा मान्छेले पढेर भ्याइँदैन आफ्नो जीवनकालमा। त्यसैले के पढ्ने भन्ने कुराको पहिलो प्रश्न उत्तर चाहिँ मलाई लाग्छ मान्छेले आफ्नो छनौटमा पढ्ने हो। ऊ के पढ्न चाहन्छ, उसको रुचि के छ? कथा पढ्ने, कविता पढ्ने, इतिहास पढ्ने, विज्ञान पढ्ने, गणित पढ्ने, खगोल पढ्ने, विश्व ब्रह्माण्ड पढ्ने, अध्यात्म पढ्ने। पढ्नलाई संसारमा अनेकौँ चिजहरू छन्। तपाईँ रुचिअनुसार पढ्ने हो। तपाईँ केमा रुचि राख्नुहुन्छ, के जान्न चाहनुहुन्छ? सबै कुरा जानेर साध्य हुँदैन। तपाईँ केही जान्न चाहनुहुन्छ, त्यो चिज पढ्नुहोस्। तर मलाई के लाग्छ भने दुईटा चिज पढिरहँदाखेरि दुईटा चिजमा हामीले ध्यान पुर्याउनुपर्छ। मलाई लागेको कुरा के हो भने मान्छे भनेको चाहिँ एउटा विचार हो, एउटा मन हो। विचार र मनको संयोजन नै मान्छे हो भन्ने लाग्छ मलाई। त्यसले गर्दा पढ्दा तपाईँ के विचार गर्नुहोस् भने तपाईँलाई यस्ता किताबहरू पढौँ, यस्तो चिजहरू पढौँ, किताब मात्रै नभएर समाजको कुरा होला, घटनाहरूको कुरा होला, यस्तो चिज पढौँ। एउटा त त्यसले तपाईँको विचार बनाओस् र दोस्रो तपाईँको मन बनाओस्। जस्तो कहिलेकाहीँ हामी भन्छौँ नि, आख्यान र गैर आख्यानको कुरा गर्दाखेरि हामी के भन्छौँ भने, अथवा म के भन्छु भने, आख्यानले मान्छेलाई कल्पनाशील बनाउँछ, मान्छेको मन बनाउँछ। गैर आख्यानले तपाईँको विचार बनाउँछ, तपाईँको दिमाग बनाउँछ। तपाईँ एउटा समृद्ध मान्छे, एउटा विवेकशील मान्छे, एउटा ज्ञानी मान्छे बन्न चाहनुहुन्छ भने विचार गरौँ त तपाईँको दिमाग पनि आवश्यक छ। उदात्त दिमाग, सचेत दिमाग, विचारशील दिमाग र तपाईँको करुणाशील, प्रेमले भरिएको मन पनि हुन आवश्यक छ। त्यसले गर्दाखेरि एउटा कम्प्लिट मान्छे बन्नको लागि मलाई के लाग्छ भने
आख्यान र गैर आख्यान दुवै पढ्नुपर्छ, जसले गर्दा तपाईँलाई एउटा उन्नत विचारसहितको गहिरो मन भएको मान्छे बन्नलाई चाहिँ सहयोग गर्छ। अब पछिल्लो समय यसो म हेर्छु हाम्रो राजनीतिमा हाम्रो पछिल्लो पार्टी समुदायभित्र नेताहरूमा त्यति धेरै पढ्ने बानी देख्थिनँ म, र मान्छेहरू त्यसैले गर्दाखेरि मन र दिमाग दुवैमा समस्याहरू आएको देख्छु म। मनमा समस्या आयो, त्यसैले गर्दाखेरि मान्छे करुणाशील छैन, मान्छे असाध्यै व्यक्ति केन्द्रित छ, मान्छे स्वार्थले भरिएको छ, मान्छे उदात्त छैन, मान्छे उदार छैन, किनभने उसको मनमा समस्या छ। मन प्रेमले भरियो भने अनि नै मान्छे करुणाशील हुन्छ, अनि नै मान्छे प्रेमिल हुन्छ। तर तपाईँ हामी हेरौँ त वरिपरि हाम्रो राजनीतिलाई नै हेरौँ, मान्छे भोकै छ, मान्छे पीडामा छ, तर हाम्रो राजनीति अर्कै कुरा गरेर बसेको छ। किन त्यस्तो भयो भने मन, राजनीतिको मनले आख्यान पढेन, राजनीतिले आख्यान पढेन, त्यसैले राजनीतिको मन चाहिँ त्यतातिर जाँदै गएन, मन बनेन, एकदमै रुखो भयो, पत्थर जस्तो भयो मन। अनि गैर आख्यान पनि पढेन, इतिहास पढेन, जीवन पढेन, सभ्यता पढेन, त्यसैले गर्दाखेरि दिमाग पनि जुन तहमा चाहिँ सचेत विचारशील हुनु पर्यो त्यस्तो भएन। त्यसै गर्दा मलाई के लाग्छ भने एउटा मान्छे, एउटा अभियन्ता, एउटा राजनीति गर्ने मान्छे, एउटा समाजमा एउटा असल मान्छे भएर उभिन चाहने कोही छ भने उसले पढ्नु त पर्छ नै, पहिलो कुरा उसको छनौट के हो त्यो बुझेर पढ्नुपर्छ। तर म एउटा कुरा के भन्छु भने त्यसमा आख्यान र गैर आख्यान दुवै पढ्यो भने मान्छेको मन पनि बन्छ, मान्छेको दिमाग पनि बन्छ, र एउटा विचारशील र एउटा प्रेमिल मान्छे बन्छ। त्यसैले गर्दाखेरि यो दुवै चिज पढ्नुपर्छ भन्ने लाग्छ मलाई। पढेन भने के हुन्छ? हाम्रा पिता पुर्खाले नपढ्दा पनि भएकै थियो। पढेन भनेदेखि हामी धेरै कुरा थाहा पाउँदैनौँ। पहिलो कुरा त हामी आफै को हो भन्ने कुरा थाहा पाउँदैनौँ। हामी कहाँबाट आज यहाँसम्म आइपुग्यौँ, हाम्रो इतिहास के थियो, हामीले गरेको यात्रा के थियो, त्यो कुरा थाहा पाउँदैनौँ। पढेनौँ भनेदेखि हामी आज हाम्रो आफ्नो वरिपरि त देख्छौँ, तर त्यो क्षितिज पारी के छ, हाम्रो विगततिर के थियो, र अब सुदूर भविष्यतिर हामी जुन जाँदैछौँ त्यो पारी के होला भन्ने कुराको हामी कल्पना पनि गर्न सक्दैनौँ। त्यसैले गर्दाखेरि त्यो थाहा पाउन पढ्न आवश्यक छ। एउटा रसिलो भरिलो आज हामी कसरी यहाँ आइपुग्यौँ र भोलि कता जाँदैछौँ भन्ने कुराको सुविचारित दृष्टिकोणसहितको मान्छे बन्नको लागि र आफै को हो भन्ने कुरा थाहा पाउनको लागि मान्छेले पढ्न आवश्यक छ भन्ने मलाई लाग्छ। पढ्यो भने मान्छे र हाम्रो सभ्यता अझ गम्भीर, अझ गहिरो, अझ व्यापक बन्दै जान्छ। पढेन भने यो रुखो सुखो हुन्छ, यसै त्यति राम्रो लय समाउँदैन। जब मान्छेले लय समाउँदैन, समाजले लय समाउँदैन, त्यसपछि त्यसको भविष्य त्यति धेरै सुनिश्चित हुँदैन जस्तो लाग्छ। त्यसैले पढ्नु आफैलाई बुझ्नु हो, पढ्नु समाजलाई बुझ्नु हो, पढ्नु समयलाई बुझ्नु हो, आफूले विगतलाई बुझ्नु हो, वर्तमानलाई बुझ्नु हो, र मोटामोटी भविष्य कस्तो होला भन्ने कुराको एउटा आकलन गर्न योग्य बन्नु हो। त्यसैले अक्षरहरू हाम्रा बहुत सुन्दर सृजनाहरू हुन्, अक्षरसँग खेल्नुपर्छ र पढ्नुपर्छ।